एन्टक आएको छ एक्टिभिस्टको है के समस्या भएर आएको छ भनेपछि होइन यो स्टार्टिङ समस्या है अब स्टार्टिङ समस्या छ होइन हाम्रो यसो फलो हेर्दैछु अब के भन्छ भनेपछि है यसरी हान्दाखेरि स्टार्टिङ है अब जस्तो तपाईँले अब सेप मात्रै यसरी हानेपछि होइन बल हुन नपर्छ होइन हुन्छ अहिले भयो है अहिले समस्या भयो है स्टार्ट हुन्छ अब तपाईँले स्टेटर लिएपछि बन्द हुन्छ यसरी लिएपछि स्टेटर लिएपछि बन्द हुन्छ अब के समस्या छ भनेपछि हामीले यसको अब खोलेर हेर्दैछ है अब खोलेर हेर्दा पनि जहाँसम्म मलाई जहाँसम्म लागिरहेको छ भने के समस्या हुनसक्छ भनेपछि यसको के हुन्छ भनेपछि यहाँनिर यसो कार्बेटरहरू पर्दा पनि त्यस्तो हुन्छ नभए यसो स्पार्क प्लग पर्दा पनि त्यस्तो हुन्छ होइन जहाँसम्म मलाई शङ्का चाहिँ यसको कार्बेटरमा होइन अनि यसमा कपडाहरू छ है अब पहिला कपडाहरू निकालौँ है कपडाहरू हामीले अब निकाल्दैछौँ निकालेर यहाँ राखेँ कपडाहरू निकालेँ अनि कपडाहरू निकालेपछि हामीले के गर्नु अब यसो डिक्की खोल्नु पर्यो डिक्की खोलेपछि खोल्नु बेस्ट बुझ्यो ल अब मैले यसको डिक्की सबै खोलिसकेको छु फाइनली हामी हेर्दैछौँ अब के समस्या छ यसको अब कार्बेटरको समस्या हो कि स्पार्क प्लगको समस्या हो है रेस्ट नलिने समस्या थियो है प्रायः जस्तो हामीले कार्बेटरको समस्या आउँछ होइन एन्डगरमा मैले प्रायः जस्तो मैले याद गर्दा चाहिँ है समस्या हेर्नु पर्छ अब के समस्या रहेछ भने कार्बेटरको छैन रहेछ तपाईँले हेर्न सक्नुहुन्छ होला यो प्लग भाँचिसकेको छ है प्लग छ नि यहाँनिर भाँचिसकेको छ है अब यसले गर्दा तपाईँको पिकअप राम्रो हुँदैन है यसले गर्दा पिकअप राम्रो हुँदैन स्टार्टिङमा समस्या आउने होइन बिहानै स्टार्ट हुँदैन गाह्रो मान्छ होइन सबै समस्या हुन्छ माइलेज साइलेजमा यताउतिमा धेरै समस्या आउँछ होइन प्लगै यस्तो भाँचिसकेको है तपाईँहरूलाई यस्तो भयो भने स्टार्टिङमा समस्या छ अनि पिकअप राम्रो छैन भने है यसो विस्तारमा साइड सब सम्झिनु होला हामी स्कुटरहरू किन प्रायः जस्तो तपाईँ धेरै स्कुटरहरूमा के छ भनेपछि तपाईँ होइन पिकअप गरेरमा समस्या आइरहेको हुन्छ होइन वर्षपछि कुद्न पाउँदैन अब टाइम टु पिकअप एरियाहरू क्लचहरूमा है पिकअपहरूको समस्या भइरहेको हुन्छ के हुन्छ भने बनाउँदा मजादेखि हुन्छ है पिकअप यति तानेन त्यो तानेन भन्ने हुन्छ नि हाम्रो मोटरसाइकल सब विस्तारमा मोटरसाइकल सब सम्झिनु होला हामीसँग काम गर्न सक्नुहुन्छ काम गरेर हेर्न सक्नुहुन्छ होला कि कस्तो छ के छ काम गरेर ट्राई गर्नुहोस् होइन हामी एकदम सिस्टम मिलाउन काम पनि राम्रो गरेर देखाउँछु है धन्यवाद हस् फाइनली हाम्रो स्पार्क प्लग हालिसकेको छु है स्पार्क प्लग हालिसकेको छु है अब स्टार्ट गरेर हेर्दैछु है अब हेर्नुहोस् अघि मैले स्टार्ट लिँदाखेरि स्टार्ट गरेको थिएन होइन यसरी छोड्दा मात्र भइरहेको थियो हेर्न सक्नुहुन्छ होला अब डाइरेक्ट बन्द थियो त्यसले गर्दा स्टार्ट हुन गाह्रो पनि रहेको थियो होइन अब स्टार्टर लिँदा पनि बन्द भएको छैन समस्या तपाईँको पनि बुझ्दैन यस्तो समस्या छ भने पनि हेर्न सक्नुहुन्छ फाइनली हामीले अनि अलिकति रेस स्लो कम छ है आर्पिएम अलिकति बढाउँ फाइनली हाम्रो बाइक अब रेडी भइसकेको छ फाइनली हाम्रो रेडी भइसकेको छ स्टार्ट गर्नु हेर्न सक्नुहुन्छ होला र यसमा एकदम आर्पिएम बसिरहेको छ है अब डाटा पनि यसरी बन्द भएको छैन होइन अब यो स्टेटर स्टार्ट हुन्थ्यो बल्ल स्टार्ट हुन्थ्यो स्टार्ट भएपछि स्टेटरले पनि बन्द भइहाल्ने त्यो स्टार्ट प्लग भएको थियो अनि भइसक्यो रेडी तपाईँहरूलाई पनि यसो पऱ्यो भने हाम्रो विषयमा मोटरसाइकल सब सम्झिनु होला है धन्यवाद